मान्छेले कसरी चाहिँ कमाउँछन् भन्ने चाहिँ अब त्यहाँ कसरी कमाइन्छ र यार त्यो हाम्रो बसभन्दा बाहिर धेरै बाहिर होइन सुन न 10 वर्षमा पनि तिम्रो पैसा उठाउनुलाई महिनामा कति कमाइ हुनुपर्छ होइन भाडामा कतिमा लिएको त लिज लिजमा 15 वर्ष लाग्छ 15 वर्ष अनि पर वर्ष कति लाग्छ पर वर्ष कति त ए त्यो त सोधिने यार है बनाएको पो त्यत्रो भयो होइन बनाएको खर्च कति अरे 6 करोड 6 करोडमा कस्तो छ कस्तो भिआइपी छ तिम्रो पर्मानेन्ट बिल्डिङ छ क्या तिम्रो यहाँ तिम्रो वीर अस्पतालले जग्गा लिएको छ अरे बनाउनुलाई वीर अस्पतालले यहीँ नजिकै यहाँ पुल क्रस गर्ने बित्तिकै मलाई हिजो भन्दै थियो यहाँ तपाईँले जग्गा किन्दा हुन्छ त्यहाँको जग्गाको चाहिँ बिस्तारै राम्रो भ्यालुएसन हुन्छ मतलब भन्दै थियो पैसा सेयरले डुबाइहाल्यो के हुन्छ त्यो बेच्दियो भने यहाँनिर एक आना आइहाल्छ होइन यहाँ एउटा कम्पाउन्डै लाएर राखेको छ अरे क्या वीर अस्पतालले पछि एक्सटेन्सन बनाउनलाई अहिले तयारी गरिसक्यो अरे त्यो त चाहियो नि त कति भिड छ त्यहाँ हेर अहिले हामी कता जाँदैछौँ काँडाघारीतिर अहिले हामी काँडाघारी अहिले हामी सानो ठाउँ राधे 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 भक्तपुर छिरिसक्यो हामी कहाँ जाने हो त त्यहाँ यसो हेरौँ कतै त्यहीँ छिराउँला हुन्न ल यताबाट पनि गइन्छ क्या सानो टिभी अस्ति 4 बाटोतिर थिएन मामा घर ए